हेलो गाइस, गुड मर्निङ। हामी चाहिँ अब घरदेखि काठमाडौँको यात्रा लाग्यो। पानी पर रोकियो, एक हप्ता भरि बसेर यता जाँदैछौँ। हेर्नुहोस्, यहाँ पार्किङ गरेको स्कुटर स्टार्ट गर्दै मान्छे जाँदैछौँ। अहिले चाहिँ मौसम राम्रो भएको अवस्था हो। यस्तो जानुपर्ने पानी पर रोकियो। नआयो त हो त फुलहरू कस्तो मजाले राख्नुपर्छ। बिस्तार बिस्तार ल्याउनु है, हातै ल्याउनु भएन हुन्थ्यो नचरिकन। बाटो यस्तो छ गाउँको। अब यस्तो डिक्टरसम्म जानु चाहिँ गाह्रो हुने। मौसम अझै यति क्लियर भएको छ। कसले पार्किङ बनाएछ? यही होला नि दाजुले। बाइक त दुईवटा छ त, एउटा चाहिँ काकाहरूको, एउटा चाहिँ कसको? काका होइन, हाम्रो बाटो यस्तो छ। उल्टी भएछ, घर आएपछि लोभ लाग्छ। सामान धेरै भएर भिरोले कराउँदैछ। त मैले अझै बोकिरहेको छु। हेलमेट पनि धानको कसो हो? यो पछि किन नछिर्ने हो? त्यही भनेको मैले, त्यही त भनेको। छिट्छ कि छिट्दैन भनेर। धेरै पनि त सामान अस्ति आउँदा अब कपडा थियो, यो अन्यको वेटी छ। त्यो पिर लाग्दैछ मलाई।